सेती माझीको दोभान हो, ठुलो नदी छ यो सेती र माझीको। त्यसमा चाहिँ हामीहरू पारी तर्दा ठुलो यहाँ डुङ्गा लाग्थ्यो, पुरानो पहिला यहाँ ठाँटी थियो, त्यसपछि चाहिँ डुङ्गा लाग्थ्यो। त्यो डुङ्गामा बसेर पारिवारी गर्थ्यौँ। एक मोरमा हामी चाहिँ त्यति तरेको हो, त्यतिमा पनि पारिवारी गरिन्थ्यो। अनि यहाँ चाहिँ फुल तार्ने बजार लाग्ने एकादशी, ठुलो एकादशीमा चाहिँ बजार लाग्छ, ठुलो बजार लाग्छ। त्यसमा यहाँ चाहिँ फुल तार्छन्, धेरै फुलहरू पारी तरिरहेको छ। त्यसले चाहिँ अब यहाँ चाहिँ हामी ज्येष्ठ नागरिक बुढाहरू चाहिँ बस्छौँ। त्यहाँ उसमा मिलन केन्द्र, ज्येष्ठ नागरिक मिलन केन्द्र छ। त्यसमा चाहिँ हामी सबै बुढाहरू थुप्रिन्थ्यौँ। अब हामीले नि केही गर्नुपर्छ, बुढाबुढा पैसा उठाएर भएन भनेर यहाँ साह्रै असुविधा भयो। एउटा चाहिँ फुल तार्ने ठाउँ चाहिँ एउटा पिल्लर उठाएर गराउने हामीले भनेर डोजर ल्याएर वारिपारि खनेर अनि चाहिँ बलियो पिल्लर बनाएर अहिले ज्यादै राम्रो सुविधा भएको छ। त्यसमा चाहिँ माथि चाहिँ पुल छ, त्यो पुल सेती पारोवारो गर्ने चाहिँ झरुङ्गे पुल छ। त्यसमा पनि अब ज्यादै पारिकालाई चाहिँ असुविधा भयो भनेर फेरि पक्की पुल हामी अहिले बिसघरेको पुलमा तर्न लागेका छौँ। त्यहाँबाट त्यो पुल चाहिँ 500 मिटर लामो छ। त्यस्तो लामो पुलमा यातायात गर्न बडा जोखिम छ। त्यहाँ मोटरसाइकलहरू बढी चलाउँछन्। त्यो रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको सङ्गम दुईटाको मिश्रित ठाउँमा हो। त्यो ज्यादै चाहिँ असुविधा भएको छ र अहिले जोखिम तरिकाले पुल तर्दैछौँ। त्यहाँ पक्की पुल नभएको हुँदाखेरिमा अब बन्न थालेको छ। घरबाट हामी पुल तरेर पारी झ्यापुटार जाँदैछौँ। त्यो अघि धेरै अघि त्यो त्यहाँ त डुङ्गा तर्थिन्थ्यो, त्यसमा चाहिँ गङ्गा बढेर वारपार गर्न नि बडा गाह्रो थियो। त्यस्तो बेलाको चाहिँ ठाउँ अहिले आएर सहर बजार जस्तो ठुलै भइसक्यो गाउँ। त्यो बजार हेर्दाखेरिमा त्यति विकसित भइसकेको छ। पारी चाहिँ अहिले त पुल बनेको छ, बिसघरे र झ्यापुटार। त्यो त डाँडा रिसिङ गाउँपालिका डाँडामा धेरै बस्ती छ, त्यो बस्तीहरूमा चाहिँ जाने आउने भयो। यो हाम्रो पारी दमौली बजार हो। यो धेरै ठुलो बजार छ यहाँ र यसमा त्यो माझी सेती मिसिएर आएको छ। हामी अहिले झ्यापुटारमा छौँ। त्यसमा यो माझी सेती तरेर यतापट्टि फर्किरहनु। यो हामी पहिला जन्मिएर बसेको ठाउँ यो मानुङ हो। मानुङ ऋषि आएर बसेका तपस्या गरेको ठाउँ। त्यसमा हामी बसोबास गरेर ब्राह्मण समाज धेरै थियो। त्यसरी अहिले तल दमौलीतिर झर्दैछ। यो पोखरादेखि आएको चाहिँ सेती नदी हो। यो यसमा चाहिँ अहिले जलविद्युत चलिरहेको छ, बनाएर भ्याएको छ। हेर दुईवटा चाहिँ छन् नि ध्वाङ, ती ध्वाङबाट अहिले पानी हालेर उतापट्टि चाहिँ काम गरिरहेको छ। त्यहाँभन्दा अलिकति मासतिर चाहिँ लगेपछि ठुलो ध्वाङ बनाएर धेरै तल 1 किलो 2 किलोमिटर तल 3 किलोमिटरै होला त्यति जति चाहिँ तल लहर निकालेको पानी। यो ठुलो चाहिँ योजना हो र यो चाहिँ व्यास नगरपालिकाभित्र पर्छ। यो रमाइलो ठाउँ छ। यसमा यो वृद्ध आश्रम हो। यो ठुलो छ। त्यो चाहिँ अहिले वृद्धहरू बस्छन्, 10-12 जना अहिले कति छन्। अनि गाई पालन छ, त्यहाँ गौ पालन चाहिँ धेरै 7वटाको गाई छन् त्यस ठाउँ चाहिँ। अनि यतापट्टि मन्दिर छ, ठुलो मन्दिरहरू छन्। त्यहाँ चाहिँ हामी अब गइरहेका छौँ, हिँडिरहेका छौँ।
हिँडिरहेछौँ। यो चाहिँ पराशर क्षेत्र हो। यो पराशर ऋषिले तपस्या गरेको ठाउँ हो। यो ठाउँ बजारदेखि नजिकै पर्छ। यो ठाउँ ज्यादै रमाइलो छ। अब हामी त्यहाँ त्यतातिर लागिरहेछौँ, हिँडिरहेछौँ। हामी अहिले चाहिँ झ्यापुटारबाट चाहिँ हामी पक्की पुल तरेर मादी सेती दोभानमा भएर हामी पराशरतिर लागिरहेका छौँ। अहिले हामी मादी र सेतीको सङ्गममा पेनीमा छौँ। यो व्यास भूमि हो यो। अनि यहाँ मत्स्य रूप धारणा गरेर चाहिँ माछाहरू ठुला ठुला हुन्थे ढुङ्गामा तारेर। उनी चाहिँ व्यासले सत्यवतीलाई चाहिँ तारेर चाहिँ त्यही जन्मिएरै हुँदाखेरि यहाँ माछाको रूप लिएर यो बनाएको हो। यो ठाउँ चाहिँ मत्स्य रूपको धारणा गरेको ठाउँ हो। यो माछाको आकारमा बनेको पोखरी हो। यो माछाको रूप लिएर व्यासले चाहिँ डुगा चलाउँदाखेरिमा यो माछा पाएर माछाबाट चाहिँ जन्मिएकी सत्यवती हुन्। यी श्रीकृष्ण हुन्। यिनी चाहिँ वन जान लागेका माता सत्यवतीसित बिदा भएर अब म वन जान्छु भनेका हुन्। उनले चाहिँ चार वेद व्यासले 4 वेद लेख्नु भएको छ भन्नुभएको छ। गणेशले लेख्नु भएको, यता गणेशले लेख्नु भएको छ। अनि 4 वेदको चाहिँ अथर्ववेद, सामवेद होइन, ऋषिहरूले लेखेका वेद हुन् यिनीहरू, यिनले लेखेका हुन्। अनि यतापट्टिका चाहिँ यी चाहिँ के हुन् त, यिनी चाहिँ बोटे हुन्। यिनले चाहिँ माछाबाट पाएर उनले चाहिँ हुर्काएका हुन् सत्यवती। यिनी चाहिँ गायत्री हुन्। गायत्री मातालाई चाहिँ हामीले यो भवन बनाएर सबैको नाम त्यहाँ छ। यिनीको शक्तिमान श्री गायत्री माता यिनी हुन्। तस्मै श्री हरे कैलासम शिवजी हे छन छनात हे कैलासम शिवजी दर्शन जाहु जान हे कैलासम शिवजी ल हेर यो चाहिँ यो गाई गौशाला हो। यो पराशरको ऋषिको चाहिँ उसमा चाहिँ बसेको तल गौशाला ठुलो छ। यहाँ चाहिँ वृद्धहरू बस्छन् है। वृद्धहरू सबैजनाको यहाँको बस्ती छ। यहाँ खानकीहरू सबै कुरो मिलाउँछन्। अनि त्यसपछि चाहिँ यतापट्टि चाहिँ माथि पराशर भन्नुभएको छ। यस्तै यस्तै छ यहाँको सबै रीतिथिति। हामी अब यहाँबाट पराशरको मन्दिर छ त्यहाँ, अनि त्यो मन्दिरमा जाँदैछौँ।
त्यहाँ चाहिँ उहाँको चाहिँ ऊ पनि छ शिला ठुलो वेदव्यास देव विद्यालय आश्रम गुरुकुल संस्कृत विद्यालय यो हो। यो चाहिँ यहाँ विद्यार्थीहरू धेरै छन्। अनि हेरी यहाँ चाहिँ ऋषि आमा बस्नु भएको छ। यो उसको मूर्ति छ। यो के भनेदेखि यो पराशर ऋषिको यो मूर्ति यता पार खोज्छौँ छ। यो चाहिँ हाम्रो चाहिँ के भने शिवालय मन्दिर हो। यो पशुपति ठुला ठुला मन्दिर छन् यिनीहरूको। यहाँ 5वटा मुख भएका यहाँ चाहिँ शिवजी छन्। यतापट्टि चाहिँ व्यास ऋषि बस्नु आहा। यतापट्टि गणेश हुनुहुन्छ। त्यहाँ गणेश हुनुहुन्छ। यतापट्टि चाहिँ देवी छन्। यहाँ चाहिँ साँडे छ ठुलो होइन। यसरी घुम्दै आऊ। यतापट्टि चाहिँ सरस्वती छन्। यतापट्टि चाहिँ यतापट्टि गयो त्यसरी यहाँ सबैजना मूर्तिहरू छन् यिनीहरूको सबैको चाहिँ। हामी यहाँ चाहिँ रमाइलो छ। हामी सधैँ यहाँ आउँछौँ बस्छौँ शिवजीलाई। यो मन्दिरमा ठुला मन्दिरहरू छन्। यहाँ राम्रो एकदम असल ठाउँ छ। यो मादी सेतीको बिचको सङ्गम परेको ठाउँमा रास्ताहरू छन्। यस्तो राम्रो छ यो। त्यताले आउँछ प्रवेशद्वार। अब यहाँ हामी पुलबडी हामी पारि तर्दैछौँ। अनि त्यसपछि गुफा जान्छौँ। गुफाबाट पञ्चमन्दिर गएर त्यो छ। अब हामी तर्ने सुरु गरेँ। यो व्यास गुफा जाँदैछौँ। अब हामी पराशरबडी व्यास गुफातिर गएको छौँ। त्यसपछि पञ्चमन्दिरतिर लाग्दैछौँ। यो पुलमा हिँडिरहेका छौँ। योहरू खेल्दैछन् ल्याएर यसरी पौडी खेल्छन्। यस्तो माझी नदी ठुलो छ। त्यो पर्दा त धेरै ठुलो हुन्छ। अहिले हामी पराशरबाट मादीको झलुङ्गे पुल तरेर व्यास गुफातिर जाँदैछौँ। अहिले हामी व्यास गुफामा छौँ। यो व्यास गुफामा व्यासले तपस्या गर्नुभएको हो। हामी अहिले पञ्चमन्दिर आइरहेका छौँ। अब यहाँ श्री हनुमान हुनुहुन्छ। हनुमानको शक्ति ठुलो छ। उहाँलाई राखिया। यतापट्टि नाग हुनुहुन्छ। नाग देवताहरू। व्यास गुरु महर्षि वेदव्यास हुनुहुन्छ यहाँ। अनि यसरी नै यतापट्टि होमकुण्ड छ। यो यतापट्टि यो भनेको राति नै यहाँ होम भइरहेछ। यो होमकुण्ड हो। यो यस्तो छ। यो होमकुण्ड हो। यतातिर हेर छन्।
हजुर नारायण नारायण होमकुण्ड हो यो चाहिँ जुन विवाह व्रतबन्धहरू आदि गरिन्छ यहाँ सबै यो मन्दिरको आसपास पञ्चमन्दिर 5वटा मन्दिरहरू छन् त्यहाँ हो होइन त्यसैभन्डेको यो चाहिँ होमकुण्ड हो यो होम हाल्ने अनि यहाँ बिहा गरिन्छ यहाँ व्रतबन्ध गरिन्छ अब जे परे पनि हिँड्ने हुन्छ अनि यतापट्टि पस्ने हो त्यहाँबाट पसेर पञ्चमन्दिरमा जान्छ माझाको चाहिँ शिवजी 5 मन्दिर छन् यहाँ 5वटा यो पञ्चमन्दिर हो यो यसै अब जाउँ जाँदा फेरि अनि हेरी यी सबै 5वटा मन्दिर यहाँ बनेका छन् 5वटा 6-7वटा बनिसकेका बन्न त अरू पनि छन् देवीहरू त सबै यो सूर्यनारायण मन्दिर हो यो यतापट्टिको होइन अनि यी चाहिँ यी माना शिवजी छन् यो श्री शिव मन्दिर हो यो शिवजी 5वटा मध्येमा अब यी गणेश मन्दिर यी गणेश मन्दिर हो नि अनि यतापट्टिको चाहिँ अब यतापट्टि जाऊँ अब यतापट्टि आऊ त यतापट्टि घुमौँ घुमेर सबै मन्दिरको दर्शन गरौँ यतापट्टि यता दाहिने यता दाहिने यतापट्टि घुम्नु पऱ्यो नि दुर्गा मन्दिर नारायण दुर्गा मन्दिर हो नि अब त्यहाँ एकछिन छ अब यतापट्टि जाऊँ फेरि 5वटा मन्दिर मध्येमा अब यी विष्णु मन्दिर नारायण आज हामी झ्यापुटारबाट चाहिँ मन्दिर गर्दै अनि व्यास पराशर पञ्चमन्दिर आइयो आजको लागि चाहिँ सबैतिर घुमेर अब यहीँ नै विसर्जन गरियो हामी नारायण